विद्यार्थीको काम, विद्यार्थी सङ्गठन कामले विद्यार्थीको बिचमा गइराखेर विद्यार्थीको काम गर्छ, पत्रकारकोले पत्रकारमा गर्ला, वकिलले वकिलको काम गर्ला, किसानले किसानको गर्ला, महिलाले महिलाको गर्ला, अर्कोले जस्तो युवा सङ्घले के गर्छ? जस्तो डकुमेन्टमा त्यो हेऱ्यो भने एमालेको डकुमेन्टमा हेरेर युवा सङ्घको बारेमा युवा सङ्घको घोषित परिभाषित जिम्मेवारी के हो? जस्तो उसले के गर्छ भने प्रोग्राममा अस्पष्टता हुँदाखेरि त यसको जवाफ त आउँदैन नि त फेरि। अब कतिपयले चाहिँ के भन्दाखेरि चुनावमा जिताउन काम गर्छ, वाइसेलसँग जुझ्नलाई, नेवीसँग के अरे तरुण दलसँग जुझ्नलाई, अब पछि राष्ट्रपाको एउटा सङ्गठनसँग जुझ्नलाई काम लाग्छ भन्ने हो भने अब चुनाव लगत्तै फेरि उहीसँग घाँटी नासेर सरकार बनाइहाल्छ। अनि अगाडि घाइते बनाएको उपचार चाहिँ के कसले बेहोर्छ? त्यो घरको घाइते भएको कार्यकर्ताको आमा, श्रीमती, श्रीमान, उसको परिवारको बारेमा चाहिँ त्यो पार्टीको जिम्मेवारी के हो? सैद्धान्तिक अस्पष्टता। त्यो भएको कारणले क्लोज अलिकति थोरै मलाई मेरो बुझाइमा चाहिँ के भन्दाखेरि मदन भण्डारीको दस्तावेजहरूलाई अलिकति त्यो प्रोग्रामलाई अलिकति थोरै व्याख्या गरेर सुखी नेपाली समृद्ध नेपालसम्म ल्याउन झलनाथ खनालले सहयोग गर्यो भने स्वाभाविक रूपमा मदनको सहयोग गर्ने मान्छे त झलनाथ घनश्याम नै होला नि। तपाईँको आरती उतार्नेमा पूजा गर्नेमा अरू छ फेरि। तपाईँको